अस्ट्रेलियन पूर्व खेलाडी स्टुअर्ट ग्रान्ट ललाई क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानले मुख्य प्रशिक्षक पदका लागि आवेदन परेका 70 जनाबाट 10 जनाको नाम सर्टलिस्ट गरेर अन्तर्वार्ता लिएको थियो। त्यसबाट स्टुअर्ट ललाई 2 वर्षका लागि नियुक्त गरेको छ। कस्तो थियो स्टुअर्ट ग्रान्ट लको खेलाडी जीवन? 1996 को एक दिवसीय विश्वकपको उपविजेता बनेको अस्ट्रेलियन टिमका सदस्य स्टुअर्ट ग्रान्ट लले अस्ट्रेलियाको राष्ट्रिय टिमबाट टेस्ट र ओडिआई दुवै खेलेका छन्। उनले अस्ट्रेलियाको टिमबाट मात्र एक टेस्ट खेल्दा 54 रन बनाएका थिए भने ओडिआईमा जम्मा 54 खेल खेलेका उनले 51 इनिङमा 1 शतक र 7 अर्धशतकको मद्दतमा 1237 रन बनाएका थिए। साथै ओडिआई तर्फ उनले 25 इनिङमा बलिङ गर्दै 12 विकेट समेत लिएका थिए। यस्तै फर्स्ट क्लास क्रिकेटमा शेफिल्ड सिल्डबाट खेल्दै 27,080 रन बनाएका थिए, जसमा 79 शतक र 128 अर्धशतक बनाएका थिए। कस्तो छ त स्टुअर्ट ग्रान्ट लको प्रशिक्षण अनुभव? 2 वर्षका लागि नेपालको प्रशिक्षकमा नियुक्त स्टुअर्ट लले श्रीलङ्का, बङ्गलादेश, वेस्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन्, जसमा 2011 ओडिआई विश्वकपमा उनको प्रशिक्षणमा श्रीलङ्काले फाइनल खेलेको थियो, जुन खेलमा श्रीलङ्का भारतसँग पराजित भएको थियो। यसैगरी गत वर्ष नेपाली टिमले अमेरिकालाई उसकै भूमिमा T20I सिरिजमा 3-0 ले पराजित गर्दा ल अमेरिकाको प्रशिक्षक थिए। मुख्य चुनौती: नेपालका नवनियुक्त प्रशिक्षक ल सामु मुख्य रूपमा 2 प्रमुख चुनौती रहेको छ। पहिलो, 2027 को एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको रूपमा रहेको ICC CWC लिग 2 मा नेपालको खराब प्रदर्शनलाई सुधार गर्दै उक्त प्रतियोगिताको शीर्ष 4 भित्र छनौट गराउनु साथै एक दिवसीय मान्यता जोगाइराख्नु मुख्य चुनौतीको रूपमा रहनेछ भने दोस्रो, यसै वर्ष T20 एसिया छनौट मार्फत 2026 को T20 विश्वकपमा नेपाललाई छनौट गराउनु अर्को मुख्य चुनौतीको रूपमा रहनेछ। अन्त्यमा नेपालका नवनियुक्त प्रशिक्षक तपाईलाई कस्तो लाग्यो? उनको नेतृत्वमा नेपाली टिमको प्रदर्शन कस्तो रहला त आफ्नो विचार राख्नुहोला। धन्यवाद।